दर्शकवृन्द नमस्कार। यहाँहरूलाई क्रिएटिभ अनलाइन एजुकेसन युट्युब च्यानलमा म परशुराम श्रेष्ठको तर्फबाट हार्दिक स्वागत गर्दछु। यस च्यानल मार्फत नयाँ पाठ्यक्रममा आधारित नेपाली विषयको विभिन्न विधाहरूको नमुना वाचन, यसका अभ्यास, प्रश्न उत्तर सहित सुनाइ पाठ, त्यसका अभ्यासहरू प्रश्न उत्तर सहित, त्यस्तै विभिन्न नमुना शिक्षणहरू, नमुना क्वेसनहरू, नमुना उत्तर कुञ्जिका भिडियो मार्फत लिएर आउने क्रममा आज पनि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यदि तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब, बेल बटन दबाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। आउनुहोस् दर्शकवृन्द, या विद्यार्थी भाइ बहिनी भनौँ या शिक्षक मित्रहरू भनौँ, आजको पाठ वा अभ्यासतिर लागौँ। आजको पाठ वा अभ्यास रहेको छ, यहाँहरूलाई थाहा छ, म विशेष गरेर आफ्ना विषयवस्तुहरूलाई स्लाइड मार्फत दिने गरेको छु। हामी क्रिएटिभ अनलाइन नेपाली एजुकेसनमा छौँ भन्ने कुरा यहाँहरूलाई थाहा छँदैछ। यसै मार्फत म सधैँ भिडियो लिएर आउने गरेको छु र आज म कक्षा 10 को पाठ 7 शत्रु कथा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको मनोवैज्ञानिक कथा लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मैले यस कथामा ससुर वाचन लिएर आइन, किनभने यहाँहरूले कक्षामा नै सरहरूले, म्याडमहरूले यहाँहरूलाई ससुर वाचन गराइसक्नु भएको छ। हजुरहरूले पनि प्र्याक्टिस गरिसक्नु भएको छ, किनकि ससुर वाचन लिएर आउँदाखेरि भिडियो अलिक लामो हुने भएकोले मैले अभ्यास लिएर आएको छु र अभ्यास भन्दा पनि अझ अगाडि एउटा विशेष गरेर मैले यस कथाको सारांश पनि लिएर आएको छु। शत्रु कथाको सारांश विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानिक कथा हो, जसले मानिसको मनभित्र लुकेको डर, असुरक्षा र शङ्काको गहिरो चित्रण गर्छ। कथामा मुख्य पात्र कृष्ण राय गाउँमा बस्ने एक भूतपूर्व जमिनदार हुन्। उनी आफ्नो समाजमा सबैसँग सहयोगी, इमान्दार, न्यायप्रिय थिए। तर एक रात उनी कसैले लट्ठी हानेपछि सोच्न थाल्छन्, मेरो शत्रु को हुन सक्छ। यो सोचले उनी आफै भित्रको मनोवैज्ञानिक यात्रा सुरु गर्दछन्। उनले आफ्ना विगतका व्यवहार, सम्बन्ध र निर्णयहरू सम्झन्छन्। उनलाई लाग्छ कसैलाई अपमान त गरिन, कसैलाई नोकरीबाट त निकालिन, आफ्ना असल कामबाट उनी कसैको घृणा उत्पन्न भएको हुन सक्छ भन्ने आत्मपरीक्षण गर्छन्। कथाले देखाउँछ कहिलेकाहीँ हाम्रो सोच साँचो शत्रु कोही बाहिरी होइन, हाम्रो आफ्नै मनभित्र जन्मिएको शङ्का, भय र आत्मग्लानि हुन सक्छ। यसरी शत्रु कथाले मानिसको भित्री द्वन्द्व र सामाजिक सम्बन्धको गहिरो विश्लेषण प्रस्तुत गरेको छ। अब हामी अभ्यास खण्डतिर लाग्छौँ, जसमा शब्द भण्डार छ। दिएका शब्दको अर्थ लेख्नुहोस् भनेको छ। शब्दहरू दिएको छ: एस, रैती, अकलुषित, भरोसा, जमदार, गर्व, झटनी, अप्रिय, दुर्गुण, आर्जन, व्यापक। उत्तरमा शब्द अर्थ: एस प्रशंसा, तारिफ; रैती अरूको जग्गा कमाउने व्यक्ति, मोही; अकलुषित सफा हृदयको निर्मल स्वच्छ; भरोसा आधार, आश्रय; जमदार सैनिक सेवामा हवलदार भन्दा माथि र सुबेदार भन्दा मुनिको पद; गर्व अभिमान, सेखी; झटनी हप्काउने काम; अप्रिय मन नपरेको, चाह नभएको अथवा चाहना नभएको; दुर्गुण खराब स्वभाव; आर्जन कमाई, आमदानी; व्यापक विस्तृत, विशाल। अब आउनुहोस्, अब हामी 2 नम्बरमा लागौँ। 2 नम्बरमा दिएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा 2 वटा
दुईवटा अर्थ लेख्नुहोस्। पूजा तीज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन्। आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो, तर आमाको घरमा दर कार्यक्रम भएकाले जान पाइन। 2 वर्ष अगाडि उता जाँदा उनी बरको रुखको छेउमा बसेर जुनारको रस पिउँदै गएकी थिइन्। तीजको दिन रातो टीका लगाएर छमछम नाच्ने उनको रहर यसपालि पूरा हुने भएको छ। उत्तरमा अनेकार्थी शब्द अर्थ: हार, माला, पराजय। सुर ऋषि, मुनि वा धुन अथवा होस। साल वर्ष अथवा वर्ष, सखुवा अथवा सालको रूप। अर्को कर जिद्दी, राजस्व। अर्को तर दूधको तर। अर्को संयोजक। दर मूल्य, तीजको अघिल्लो दिन खाइने भोजन। दर भनेको मूल्य पनि हुन्छ, अर्को तीजको अघिल्लो दिन खाइने भोजन पनि हुन्छ। वर भनेको दुलाहा अथवा आफूतिर वा नजिक। वर भनेको वर अथवा वर। अनि रस अमृत तरल पदार्थ। अनि टीका निधारमा लगाइने चन्दन, अबिर अथवा टिप्पणी। रहर एक किसिमको दाल, चना यहाँहरूले जान्नुहुन्छ। 3 नम्बरमा दिएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस्। चन्दुराम गजक्क परेर बसेका बेला कुन्नी कसले प्याट्ट हिर्काएछ। चन्दुराम धुरुधुरु रुन थालेछन्। उनी रोएको उनका छोराले टुलु टुलु हेरेछन्। ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन्। स्याँ स्याँ गर्दै हर्कबहादुर आएको देखेर हर्कबहादुरसँग पुलिस गुरुरु दौडिँदै चन्दुराम कहाँ पुगेछन्। अब उत्तर हामीलाई अनुकरणात्मक शब्द लेख्नुहोस् भनेको छ। गजक्क, प्याट्ट, धुरुधुरु, टुलटुल, फटाफट, स्याँ स्याँ, गुरुरुरु। 4 नम्बरमा सत्तुर कथाको कृष्ण राय जुरमुरिँदै ड्यास ड्यास सत्तुर हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस्। उत्तरमा कृष्ण राय जुरमुरिँदै उठे, तबसम्म आक्रमणकारी गुटुटु भागिसकेको थियो। मलाई कसले यसरी आक्रमण गरियो होला? तिनले विचार गर्न थाले। यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइन, झगडा फसादमा रहिन। कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन। सब तन्द्रा अवस्थाको भ्रम जस्तो लाग्यो, तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन। कृष्ण रायले बिछ्यौनाबाट निहुरिकन त्यस टुक्रालाई सर्लक्क टिपे, पर्लक्क हेरे र गमक्क गम्न थाले। को मेरो शत्रु हुन सक्छ? यसरी अनुकरणात्मक शब्दहरूको प्रयोग गरेर यहाँहरूले लेख्न सक्नुहुन्छ। अब नम्बर 5 मा दिएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। शब्दहरू सान्त्वना, सिद्धान्त, पुँजी, मध्यस्थ, फैसला, अङ्कमाल, स्वाभिमान, समर्थक, धैर्य जस्ता शब्दहरू दिएका छन्। यिनीहरूलाई उत्तर वाक्य बनाउनु पर्यो। सान्त्वना, हजुर बुवाको स्वर्गरोहण हुँदा मलाई सबैले सान्त्वना दिए। सिद्धान्त, सिद्धान्तमा सबै मानिस बराबर भने पनि व्यावहारमा अझै यस्तो पाइँदैन। पुँजी, मलाई व्यापार गर्नका लागि पुँजीको अभाव छ। मध्यस्थ, मैले गाउँमा धेरै झगडामा मध्यस्थ भएर काम गरेको छु। फैसला, न्यायाधीशले गरेको फैसला सबैले मान्नै पर्छ। अङ्कमाल, मलाई साथीले अङ्कमाल गर्यो। स्वाभिमान, हाम्रा पुर्खाको स्वाभिमान बिगार्ने काम गर्नु हुँदैन। समर्थक, हिजोदेखि आन्दोलनकारीका समर्थकहरूले नाराबाजी गरिरहेका छन्। धैर्य, हामीले परिश्रमको फल प्राप्त गर्नका लागि धैर्य गर्नै पर्छ। यसरी वाक्य बनाउन सक्नुहुन्छ। बोध र अभिव्यक्तिमा
दिएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्। यहाँ दिएको छ तन्द्रा, आक्रमण, अकलुषित, दर्पण, मध्यस्थ, कृष्ण, बिछ्यौना, इन्स्पेक्टर, निर्दोष। 2 मा लेखाइमा दिन र उच्चारणमा दिन हुने जस्तै लेखाइ र उच्चारण फरक फरक हुने कुनै 10 वटा शब्द पाठबाट खोजेर लेख्नुहोस्। रात रात, माफत माफत, सम्मान सम्मान, मानिस मानिस, सन्तान सन्तान, किताब किताब, सब सब, कर कर, सब सब। अब 4 नम्बरमा दिएका प्रश्नको उत्तर भन्नुहोस्। सत्तुर कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना कतिऔं अनुच्छेदमा छ? उत्तरमा सत्तुर कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना 7औं अनुच्छेदमा छ। खमा कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ? उत्तरमा कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ आक्रमणपछि भेटिएको लौरीको टुक्रालाई मानिन्छ। कथाको 5औं अनुच्छेदको शीर्ष वाक्य कुन हो? उत्तरमा कथाको 5औं अनुच्छेदको शीर्ष वाक्य धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाए जस्तो लाग्यो हो। घ नम्बरमा कथाको समापन कुन घटनाबाट भएको छ? उत्तरमा कथाको समापन इन्स्पेक्टरले सोधेको प्रश्नको उत्तर कृष्ण रायले धेरै माथि शङ्का व्यक्त गरेको घटनाबाट भएको छ। अ नम्बरमा दिएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए। यो बडो गर्वको कुरा हो। गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे। त्यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो। निश्चय नै यो कामले तिनलाई धेरै नै मन नपरेको बनायो होला। एक दिनको घटना उदाहरण स्वरूप तिनका सामुन्ने आउन थाल्यो। गोविन्द पण्डित र गोरे जमदारको झगडा धेरै दिनदेखि चलिआएको थियो, तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन। कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए झैं ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले। हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ? आपस्तमा मिल, खाऊ पिऊ, ईश्वरको भजन गर। यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन्। तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थतालाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनु पर्यो। यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। फेरि एउटा मास्टर र कैयाको झगडामा न्याय कैयाको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु, तर कैया नै हुन्, काम लाग्ने छैनन्। एउटा झगडामा सबभन्दा निर्दोष काम हो यो झगडाको मध्यस्थ हुनु। तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन। मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ। कृष्ण रायले बिउजे झैं यो ज्ञान आर्जन गरे। प्रश्नहरू अब प्रश्नहरू। कृष्ण रायले गर्व गर्ने कुरा के थियो? उत्तरमा कृष्ण रायले गर्व गर्ने कुरा धेरैका झगडामा मध्यस्थ हुन। कृष्ण रायले गर्व गर्ने कुरा धेरैका झगडामा मध्यस्थ हुनु थियो। खमा कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे? कृष्ण रायले गोविन्द पण्डितमाथि कुटामारी गरेको हुनाले शङ्का गरे।
कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो? कृष्ण रायलाई गाउँमा सबैले विश्वास गरी तिनलाई झगडामा मध्यस्थ बनाउने गर्नु हो। ठिक छ। घ नम्बरमा मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन भन्नुको तात्पर्य के हो? उत्तरमा मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन भन्नुको तात्पर्य मध्यस्थकर्ताले सबैको कुरा सुनेर बुझेर एउटालाई न्याय दिनुपर्छ, दुवैलाई समान न्याय गर्न सक्दैन हो। 7 नम्बरमा कृष्ण राय धेरै ड्यास ड्यास आर्जन गरे कथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस्। उत्तरमा कृष्ण रायले के कस्ता ज्ञानार्जन गरे? सत्तुर कथाका प्रमुख पात्र कृष्ण राय गाउँलेहरूले अति नै विश्वास गरेका पात्र थिए। उनी गाउँका धेरै झगडामा मध्यस्थ भएर न्याय दिलाउने गर्थे। गाउँलेका सामु यो उनले गर्व गर्न लायक कुरा पनि थियो। उनको बुझाइमा सबैलाई राम्रो गरेको हुँदा कोही पनि आफ्ना शत्रु छैनन्। मध्यस्थ गर्दा दुवै पक्षलाई खुसी बनाउन सकिन्न भन्ने उनलाई थाहा थिएन। आफूमाथि अचानक लट्ठी प्रहार भएपछि उनलाई पुराना घटनाको स्मरण भयो। त्यसपछि बल्ल उनलाई मध्यस्थ गर्दा दुवै पक्षको समर्थन हुन सक्दैन भन्ने चेत खुल्यो। यसरी उनले यस्तो अवस्थामा मात्र मध्यस्थकर्ता एउटा न एउटाको शत्रु हुनै पर्दो रहेछ भन्ने ज्ञान भयो। यसैको आधारमा पनि कृष्ण रायले मान्छे शत्रुविहीन बन्न नसक्ने रहेछ भन्ने ज्ञान आर्जन गरे। अब नम्बर 8 मा शत्रु कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य 4वटा बुँदा टिपोट गर्नुहोस्। यहाँहरूले अब चौथो अनुच्छेद मनमै पढ्नु होला, मौन पठन गर्नु होला। त्यसबाट यहाँ बुँदाहरू टिपिएको छ। कृष्ण राय उड्दा आक्रमणकारी भागिसकेको हुनु। दोस्रोमा कसले आक्रमण गर्यो होला भनेर विचार गर्न थाल्नु। तेस्रोमा जीवनमा कसैलाई शत्रु नबनाएको सोच्दै आफूमाथि आक्रमण भएको कुरा समेत विश्वास नलाग्नु। अनि चौथोमा भाँचिएर टुक्रा भएको लट्ठी टिपेर शत्रुको बारेमा गम्न थाल्नु। अब दिएको बुँदाको आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस्। भद्र, शान्त र सहयोगी पात्र। खमा गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने पात्र। गमा सबै कुराले सम्पन्न भएको पात्र। अर्कोमा आफ्नो कोही शत्रु नभएको ठान्ने पात्र। अनि ग नम्बरमा लट्ठी प्रहारपछि धेरै माथि शङ्का व्यक्त गर्ने पात्र। अनि च नम्बरमा आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुने पात्र। 6औं नम्बरमा शत्रु सबैका हुने रहेछन् भन्ने तत्त्वबोध गर्ने पात्र। यी बुँदाको आधारमा अब उसको चरित्र चित्रण गर्नुपर्ने हुन्छ। उत्तर: कृष्ण राय एक भद्र, शान्त र सहयोगी स्वभावका व्यक्ति हुन्। उनी सबैसँग मृदु व्यवहार गर्ने, असल सोच राख्ने र गाउँमा सम्मानित व्यक्तिको रूपमा चिनिन्छन्। गाउँमा कुनै झगडा वा विवाद भएमा उनी निष्पक्ष मध्यस्थको रूपमा उभिन्थे। उनी आफ्नो जीवनमा कोही पनि शत्रु छैनन् भन्ने विश्वास राख्थे। आर्थिक, सामाजिक र पारिवारिक दृष्टिले सम्पन्न कृष्ण राय आफन्त, छिमेकी र गाउँलेहरूसँग सधैँ राम्रो सम्बन्ध कायम राखेर बसेका थिए। तर एक रात उनी अज्ञात व्यक्तिले उनीमाथि लट्ठी प्रहार गरेपछि उनको मनस्थिति परिवर्तन हुन्छ। यस्तो आक्रमण भएपछि उनले आफैलाई प्रश्न गर्न थाल्छन्, मैले कसैको मन दुखाएको थिएँ कि? उनी आफ्ना विगतका व्यवहार, बोलेका कुरा र गरेका काम सम्झन्छन्। त्यसपछि उनलाई लाग्न थाल्छ साना साना कुराले पनि अरूको मन कुँडिन सक्छ र शत्रु जन्मिन सक्छ भन्ने कुरा। उनी गाउँमा धेरै व्यक्तिमाथि शङ्का गर्न थाल्छन्।
र मानसिक रूपमा विचलित हुन्छन्। अन्ततः उनी यो बोधमा पुग्छन् कि शत्रु सबैका हुने रहेछन्। चाहे मानिसले राम्रो काम गरे पनि आफ्ना साना क्रियाकलापले पनि कसैको मनमा घृणा पैदा हुन सक्छ। कृष्ण रायको चरित्र चित्रणले देखाउँछ कि एक भद्र र शान्त व्यक्ति पनि जब अप्रत्याशित घटनाको शिकार हुन्छ तब ऊ मानसिक रूपमा अस्थिर हुन सक्छ। यो कथा मार्फत लेखकले सामाजिक सम्बन्ध र मानवीय मनोविज्ञानको गहिरो विश्लेषण गरेका छन्। अब 10 नम्बरमा दिएका कथाका आधारमा क्रम मिलाउनुहोस्। काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु, इन्सपेक्टरले सोद्धा धेरैमाथि शङ्का व्यक्त गर्नु, एक दिन लट्ठी प्रहार हुनु, कृष्ण राय आँखामा राखे पनि नबिजाउने खालका हुनु, तिनका मनमा धेरै प्रकारका विचार आउनु, मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु, 45 वर्षसम्म शत्रु नहुनु, लट्ठीको आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु, कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु। यसको उत्तरमा पहिलोमा कृष्ण राय आँखामा राखे पनि नबिजाउने खालका हुनु, तिनका मनमा धेरै प्रकारका विचार आउनु, 45 वर्षसम्म शत्रु नहुनु, त्यसपछि एक दिन लट्ठी प्रहार हुनु, त्यसपछि लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु, त्यसपछि काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु, त्यसपछि कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु, अर्कोमा मध्यस्थको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु र अर्कोमा इन्सपेक्टरले सोद्धा धेरै माथि शङ्का व्यक्त गर्नु। 11 नम्बरमा दिएका प्रश्नको उत्तर लेख्नुहोस्। शत्रु कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो? कृष्ण राय भद्र, शान्त र सहयोगी स्वभावका भएका व्यक्ति थिए। उनी कसैसँग झगडा नगर्ने, सबैसँग राम्रो व्यवहार गर्ने र गाउँमा सबैको सम्मान प्राप्त गर्ने पात्र हुन्। गाउँमा विवाद हुँदा उनी निष्पक्ष मध्यस्थको भूमिका निर्वाह गर्थे। उनी सम्पन्न जीवन बिताउने, सहृदय र सहनशील व्यक्तित्व थिए। आफ्नो राम्रो स्वभावका कारण उनले कहिले शत्रु बनाएका छैनन् भन्ने सोच्थे। तर जब कसैले राति लट्ठी हानेर आक्रमण गर्छ त्यसपछि उनको सोच बदलिन्छ। उनले आफ्नो विगतका व्यवहारहरू सम्झेर आफैमा शङ्का गर्न थाल्छन्। उनलाई लाग्छ कि साना साना कुराले पनि शत्रु बन्न सक्छन्। अन्ततः उनी बुझ्छन् कि जतिसुकै राम्रो मानिस भए पनि शत्रु त सबैका हुन्छन्। कृष्ण रायको व्यक्तित्व मार्फत लेखकले एक सज्जन मानिसको मनोवैज्ञानिक परिवर्तन देखाएका छन्। ख नम्बरमा कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे वर्णन गर्नुहोस्। कृष्ण रायले आफूलाई शत्रुविहीन ठान्नुको मुख्य कारण उनको सरल, शान्त र सहयोगी स्वभाव हो। उनी सधैँ सबैसँग नम्र व्यवहार गर्थे र कसैको मन नदुखाउने प्रयास गर्थे। गाउँमा कोही झगडा परेमा उनी निष्पक्ष तरिकाले मिलाउने प्रयास गर्थे। त्यसैले सबैले उनलाई सम्मानका साथ हेर्थे। उनले कहिले कसैसँग दुर्व्यवहार गरेका थिएनन्, न त कसैलाई पीडा पुर्याएका थिए। आर्थिक, सामाजिक र पारिवारिक रूपमा सम्पन्न भएकाले पनि उनलाई कसैसँग ईर्ष्या वा द्वेष हुने कुरा थिएन। यिनै कारणहरूले गर्दा कृष्ण रायलाई लाग्थ्यो कि उनको कुनै शत्रु हुन सक्दैन। उनले सोचेका थिए, मैले कसैलाई नबिगारेको मान्छे मेरो शत्रु किन हुन्छ। यस्तै सोचका कारण उनी आफूलाई पूर्ण रूपमा शत्रुविहीन ठान्थे। तर कथाको घटनाले उनको सोचको गलत साबित गरिदियो। अब ग नम्बरमा यस शत्रु कथाबाट के सन्देश पाइन्छ? शत्रु कथाबाट हामीले जीवनमा धेरै गहिरो सन्देश पाउन सक्छौँ। मुख्य रूपमा यो कथाले मानिस जतिसुकै भद्र, सहयोगी र शान्त होस्, उसले पनि शत्रु पाउन सक्छ।
शत्रु हुन सक्छ भन्ने कुरा देखाउँछ। कृष्ण राय जस्ता सरल शालीन व्यक्ति जसले कहिल्यै कसैलाई दुःख दिएका थिएनन्, उनीमाथि एक रात लट्ठी प्रहार हुन्छ। त्यस घटनापछि उनी आफै शङ्कामा पर्छन् र अतीतका साना साना घटनाहरू सम्झेर आफूले कसैको मन दुखाएको त होइन भन्ने सोच्न थाल्छन्। कथाले देखाउँछ कि मानिसले आफ्नो दृष्टिकोणले आफैलाई निर्दोष ठान्न सक्छ, तर अरूको नजरमा भने त्यसको अर्थ फरक हुन सक्छ। कथाको अन्त्यतिर कृष्ण राय यो बोधमा पुग्छन् कि शत्रु त सबैका हुन्छन्, चाहे मानिस जतिसुकै राम्रा किन नहोस्। मेरो विचारमा यो कथा सबैलाई सन्देश दिन्छ कि हामीले जे गरे पनि सबैलाई खुसी राख्न सकिँदैन। त्यसैले सत्कर्ममा अडिग रहनु नै सही हो। शत्रुता नबढाउने तर मानसिक रूपमा तयार हुनु बुद्धिमानी हो। प्रत्येक व्यक्तिका कृष्ण रायका जस्ता नदेखिने शत्रु होलान्। कथाको आधारमा अनुमान गर्नुहोस्। कथाको आधारमा भन्नुपर्दा कृष्ण राय जस्ता नदेखिने शत्रु लगभग हरेक व्यक्तिका जीवनमा हुन सक्छन्। कृष्ण रायले आफूलाई शत्रुविहीन ठाने पनि एक अप्रत्याशित घटनाले उनलाई मानसिक द्वन्द्वमा पुर्याउँछ। उसले हामीलाई सन्देश दिन्छ कि मानिसको बाह्य व्यवहार र वास्तविकता सधैँ मेल नखान सक्छ। हरेक व्यक्तिको जीवनमा यस्ता अनकन्टार शत्रु हुन सक्छन् जसलाई बाह्य रूपमा नदेख्न सकिन्छ, तर मानसिक रूपमा उनीहरूको असर व्यक्तिको जीवनमा हुन्छ। शत्रुहरूले सधैँ कडा र प्रत्यक्ष आक्रमण नगर्न सक्छन्। उनीहरू अवचेतन रूपमा पनि शत्रुता जन्माउन सक्छन्। कहिलेकाहीँ हामीले साना कुरामा असंवेदनशीलतासँगै अरूको मन दुखाएर अनजानमा शत्रुता बढाउँछौँ। त्यसैले हाम्रो व्यवहार र दृष्टिकोण सजग र सहिष्णु हुनुपर्छ ताकि हामी अनावश्यक शत्रुता नजन्माऊ। यद्यपि सबैका जीवनमा कृष्ण राय जस्ता अप्रत्यक्ष शत्रुको अस्तित्व हुन सक्छ। व्याख्या गर्नुहोस्। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन। कुनै पनि भनेर यसरी लेख्न सक्नुहुन्छ। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन भन्ने भनाइ बीपी कोइरालाको शत्रु कथाको सारसँग गहिरो रूपमा जोडिएको छ। यस कथामा म पात्र पुराना शत्रुसँग भेट हुन्छ। उनले शत्रुको पीडा देख्छन् र सहानुभूति प्रकट गर्छन्, तर त्यो सहानुभूति कुनै पक्षको समर्थन होइन, मानवताको अभिव्यक्ति हो। साँचो मध्यस्थ निष्पक्ष र न्यायपूर्ण हुनुपर्छ। जब कोही मध्यस्थले एउटै पक्षको पक्षपात गर्छ, उसले आफ्नो भूमिकाको अर्थ गुमाउँछ। कथामा म पात्रले आफ्नो विचार स्पष्ट रूपमा राख्छन्। उनी न त आफूलाई पीडितको पक्षमा ठान्छन् न त आरोपितको विरोधमा। उनी केवल परिस्थितिको यथार्थ मूल्याङ्कन गर्छन्। यस अंशले निष्पक्ष र न्यायको मूल्य सिकाउँछ। हरेक विद्यार्थीले सिक्नुपर्ने कुरा के हो भने समस्या समाधानमा भावनामा बग्नुभन्दा तर्क, सहानुभूति र सन्तुलन आवश्यक छ। पूर्वाग्रह बिना सोच्ने बानीले नै समाजमा साँचो न्याय सम्भव हुन्छ। ख नम्बरमा कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ। कस्तो देखिन्छ? कृष्ण रायको शत्रु कथामा यो कथांशको गहिरो अर्थ दिन्छ। कथांशले गहिरो अर्थ दिन्छ। कृष्ण राय जसले आफूलाई शत्रुविहीन ठानेका थिए, एक अप्रत्याशित घटनाले उनलाई मानसिक द्वन्द्वमा पुर्याउँछ। उनले आफूलाई निर्दोष र भद्र व्यक्ति मान्दा उनले कहिले शत्रुता नबनाउने सोचेका थिए, तर कथा अनुसार उनका क्रियाकलाप र शब्दहरूले अनजानमा अरूको मनमा शत्रुता उत्पन्न गर्न सक्छ।
यसले देखाउँछ कि कहिलेकाहीँ हामीले गरेको सानो कार्य र बोलेको शब्द पनि विषालु साप जस्तो असर पार्न सक्छ। उदाहरणको लागि कृष्ण रायले सोचेका थिए कि उनी शान्तिपूर्ण जीवन बाँच्दैछन् र कुनै शत्रु छैन, तर एक लट्ठीको प्रहारले उनलाई सोच्न बाध्य बनाउँछ। त्यसले उसलाई अथवा उनलाई यो महसुस गराउँछ कि कहिलेकाहीँ हाम्रो निर्दोष विचारले पनि अरूको मनमा द्वेष जन्माउन सक्छ। यस अर्थमा यो कथांशले हामीलाई चेतावनी दिन्छ कि हामीले प्रत्येक क्रियाकलाप र शब्दमा जिम्मेवारीका साथ व्यवहार गर्नुपर्छ। निर्दोष र इमानदार देखिने कुरा पनि अप्रत्याशित रूपमा शत्रुता उत्पन्न गर्न सक्छ। त्यसैले हामीले आफ्नो व्यवहार र शब्दमा सधैँ सावधानी अपनाउन आवश्यक छ। नम्बर 13 मा शत्रु कथामा कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन् तर्क दिएर पुष्टि गर्नुहोस्। कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनी शत्रु किटान गर्न सक्दैनन्। यसका धेरै कारणहरू छन्। कृष्ण राय आफूलाई शत्रुविहीन ठान्थे र आफ्नो जीवन शान्तिपूर्ण रूपमा बिताइरहेका थिए। उनी सबैसँग राम्रो व्यवहार गर्ने, मध्यस्थताको भूमिका निभाउने र अरूसँग द्वेष नगर्ने स्वभावका व्यक्ति थिए। यद्यपि जब लट्ठी प्रहार हुन्छ उनलाई लाग्छ कि कसैले आफूलाई शत्रु बनाएको छ, तर उनी यो सोच्न थाल्छन् कि यो काम कसले अथवा कसले गरेको होला भन्ने। उनले आफ्नो विगतका कार्य र व्यवहार सम्झन्छ र आफूले कहिले कसैको मन नदुखाएको र कुनै शत्रु पैदा नगरेको सोचेका थिए। त्यसैले उनले एकैपटक कुनै निश्चित व्यक्तिलाई शत्रु भनेर किटान गर्न सक्दैनन्। यसले बुझाउँछ कि कृष्ण रायको भद्रता र निष्कलङ्क स्वभावका कारण उनी शत्रुता देख्न चाहँदैनन्। साथै उनको इमानदारी र निष्कलङ्कता यो सोचमा बाधा बनिरहेको छ कि शत्रु साँचोमा कोही बाह्य कारणले मात्र उत्पन्न हुन सक्छ। यसरी कृष्ण रायले शत्रु किटान नगरेको कारण उनका मनोविज्ञान र स्वभावसँग जोडिएको छ। उनी सोच्न थाल्छन् कि शत्रु सबैका हुन्छन् र यसलाई स्वीकार गर्नुको बाहेक अर्को विकल्प छैन। 14 नम्बरमा कृष्ण रायका मनमा उब्जिएका मानसिक उतार चढावलाई शत्रु कथाका आधारमा समीक्षा गर्नुहोस्। उत्तरमा कृष्ण रायको मानसिक उतार चढाव लट्ठी प्रहारको घटनापछि सुरु हुन्छ। उनी सधैँ शान्त, भद्र र सहयोगी स्वभावका व्यक्ति थिए। उनले आफ्नो जीवनमा कहिल्यै शत्रुता नगर्ने, सबैसँग राम्रो व्यवहार गर्ने विश्वास राख्थे। तर जब लट्ठी प्रहारपछि उनी आक्रमणको शिकार बने, उनको मनमा गहिरो शङ्का पैदा हुन्छ। उनले आफूले कहिल्यै कसैको मन दुखाएको त होइन भन्ने सोच्न थाल्छन्। यसले उनको मानसिक स्थिति एक चुलो उतार चढाव ल्याउँछ। कृष्ण रायको आत्मसमीक्षा र आत्मचिन्तनमा आधारित मानसिक उतार चढावमा उनी आफैसँग द्वन्द्वमा परेका छन्। शान्त र भद्र स्वभावको मालिक कृष्ण रायले आफ्नो सरल र निष्कलङ्क जीवनमा कुनै शत्रुता नगरेको विश्वास गरेका थिए। तर लट्ठीको प्रहारले उनलाई यथार्थको नाममा सामना गराउँछ र उनी सोच्न थाल्छन् कि शत्रुता बाहिरबाट मात्र होइन, आफ्नै व्यवहारबाट पनि उत्पन्न हुन सक्छ। अन्ततः कृष्ण राय यो निष्कर्षमा पुग्छन् कि शत्रुता सबैका जीवनमा हुन्छ, चाहे मानिस जस्तो पनि रहे। शत्रु एक अर्कामा निहित हुन्छ। यसले उनीहरूलाई मानसिक अस्थिरता र आत्मसम्भालको चुनौती दिन्छ, जसले कथामा गहिरो भावनात्मक उतार चढाव ल्याउँछ। त्यसकारणले गर्दा जसको पनि शत्रु छ हुने नै रहेछ र शत्रु नहुने भन्ने कुरा चाहिँ नहुँदो रहेछ भन्ने कुरा यसले देखाउँछ। 15 मा शत्रु कथाको मुख्य घटना नछुट्ने गरी कथा सार लेख्नुहोस्। कथाको सारांश माथि पनि लेखिएको छ, त्यही कुराहरूलाई पनि यहाँ फेरि लेखिएको छ। शत्रु कथा कृष्ण राय
नामक एक भद्र र सहयोगी व्यक्तिको बारेमा छ जसको जीवन शान्त र निष्कलङ्क थियो। कृष्ण राय सधैँ सबैसँग राम्रो व्यवहार गर्थे र गाउँका विवादहरूमा मध्यस्थता पनि गर्थे। उनी आफूलाई शत्रुविहीन ठान्थे र सोच्दथे कि आफ्नो इमान्दार र भद्र स्वभावले उनी कहिल्यै शत्रु उत्पन्न गर्न सक्दैनन्। उनले आफ्नो जीवनमा शान्ति र सौहार्द राख्नको लागि हरेक प्रयास गरेका थिए। तर एक रात कृष्ण रायमाथि लट्ठे प्रहार गरिन्छ जसले उनलाई मानसिक अस्थिरता र द्वन्द्वमा पुर्याउँछ। लट्ठी प्रहारपछि कृष्ण राय आफूलाई सोच्न थाल्छन् कि कुनै शत्रु उनलाई आक्रमण गर्न सक्छ भन्ने कुरा असम्भव छ। उनी सम्झन्छन् कि आफ्नो जीवनमा कहिल्यै कसैलाई दुःख दिएका छैनन्। यस घटनापछि उनी मनमनै विचलित हुन्छन् र सोच्न थाल्छन् कि सायद उनीहरूसँग शत्रु छ जसको पहिचान उनलाई थाहा छैन। अन्ततः कृष्ण राय यो निष्कर्षमा पुग्छन् कि शत्रुता सबैका जीवनमा अनिवार्य रूपमा उत्पन्न हुन सक्छ, चाहे व्यक्तिको स्वभाव जस्तो पनि होस्, जस्तो सुकै होस्। यसले शत्रुता केवल बाह्य कारणबाट मात्र होइन, आफ्नो व्यवहार र अचेतन क्रियाकलापबाट पनि उत्पन्न हुन सक्छ भन्ने कुरा बुझाउँछ। 16 नम्बरमा दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्। नेपाल कलाका दृष्टिले उर्वर भूमि हो। नेपाली कलालाई विशेष 4 भागमा वर्गीकरण गर्न सकिन्छ: वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला। वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ। वास्तुकलाका दृष्टिले नेपालमा प्यागोडा शैली, शिखर शैली, स्तूपा शैली, मिश्रित शैली आदि विभिन्न शैलीका मन्दिरहरू पाइन्छन्। मन्दिरको बीचको भागमा खोक्रो छाडी तह तह पारेर छाना बनाई निर्माण गरिएका मन्दिरलाई प्यागोडा शैलीका मन्दिर भनिन्छन्। यस्ता मन्दिरका प्राङ्गणका कलात्मक वस्तु हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ। पशुपतिनाथ मन्दिर, चागुनारायण मन्दिर, नेतपोल आदि प्यागोडा शैलीका मन्दिर हुन्। सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखर जस्तो देखिने अनि छाना नबनाइकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ। यस शैलीका निर्माण ब्रह्मा मन्दिर, पाटनको श्रीकृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर, मच्छेन्द्रनाथ आदि हुन्। बौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँगुरो हुँदै गएको शैलीलाई स्तूपा शैली भनिन्छ। स्तूपा शैलीमा एउटा मात्रै गजुर रहेको हुन्छ। जस्तै बौद्धनाथ र स्वयम्भूनाथ वास्तुकलाका विभिन्न शैली मिश्रण गरी निर्माण गरिएको शैलीलाई मिश्रित शैली भनिन्छ। जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो। यसमा शिखर र गुम्बज शैलीको मिश्रण पाइन्छ। नेपाली धरती चित्रकलाका दृष्टिले समृद्ध छ। यहाँको चित्रकला निकै पुरानो छ। 900 वर्षसम्म पुराना प्राचीन बौद्ध ग्रन्थमा चित्रित बौद्ध चित्र नै नेपालका चित्रकलाका प्राचीन नमुना हुन्। नेपाली चित्रकलालाई 3 प्रकारको अध्ययन गर्न सकिन्छ: ग्रन्थचित्र, भित्तिचित्र र पौभा चित्र। छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो। यस्ता हस्तलिखित ग्रन्थमा लेखिएको विषयसँग सम्बन्धित चित्र पनि ती ग्रन्थचित्रमा बनाउने चलन त्यस बेला थियो। यिनै चित्रलाई ग्रन्थचित्र भनिन्छ। ग्रन्थचित्र 2 प्रकारका हुन्छन्: गाथा चित्र र पात्र चित्र। ग्रन्थलाई सुरक्षित रूपमा ढाक्नका लागि तल र माथि राखिएको काठका चिल्ला फ्ल्यागमा भित्री बाहिरी भाग वा दुवैतर्फ कोरिएको चित्र गाथा चित्र हुन् भने मूल पाठको दायाँ बायाँ बनेका वा मूल पाठलाई दायाँ बायाँ पारी कथावस्तुसँग मिल्ने गरी बनाइएको चित्र पात्र चित्र हुन्। घर, मन्दिर, गुम्बा आदि भित्तामा बनाइएको चित्र भित्तिचित्र भनिन्छ। भित्तिचित्र भनिन्छ। भक्तपुरको 55 झ्याले दरबारमा रहेका रामायण, महाभारत, नल दमयन्ती कथा,
कृष्ण जन्म र रासलीलाका आकर्षक चित्र यसका उदाहरण हुन्। मिथिला चित्रकला तराई क्षेत्रमा प्रचलित भित्ते चित्रको सबैभन्दा उत्कृष्ट नमुना हो। विशेष प्रविधिका साथ कपडामा बनाएको चित्रलाई पौभा चित्र भनिन्छ। पट वा मण्डल गरी पौभा चित्र दुई प्रकारका हुन्छन्। पट विधिमा मुख्य देवी देवताका चित्रलाई बीचमा राखी अन्य देवी देवतालाई वरिपरि राखिन्छ। मण्डल विधिमा क्यानभासको बीच खण्डमा तान्त्रिक वा साङ्केतिक चिन्ह राखिन्छ। नेपाल मूर्तिकला र काष्ठकलाका दृष्टिले महत्त्वपूर्ण छ। विभिन्न प्रकारका ढुङ्गा, माटो, काठ, सिसा, धातु आदिका विभिन्न आकृति बनाउने कलालाई मूर्तिकला भनिन्छ। नेपालको मूर्तिकलाको विकास लिच्छवी कालदेखि सुरु भएको पाइन्छ। मल्लकालमा नेपाल मूर्तिकला निकै फस्टाएको थियो। काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्याल, ढोका, फर्निचर आदि निर्माण सम्बन्धी कलालाई काष्ठकला भनिन्छ। अब प्रश्नहरू। नेपालको कलालाई कति भागमा वर्गीकरण गरिएको छ? उत्तरमा नेपाली कलालाई वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला गरी 4 भागमा विभाजन गरिएको छ। आ नम्बरमा कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ? उत्तरमा हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ। पौभा चित्र भनेको कस्तो चित्र हो? विशेष प्रविधिका साथ कपडामा बनाएको चित्रलाई पौभा चित्र भनिन्छ। मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको हो? मूर्तिकलाको विकास लिच्छवी कालबाट सुरु भएको हो। ख नम्बरमा भाषिक संरचना र वर्ण विन्यास पहिचान गर्नुहोस्। अ नम्बरमा माथिको अनुच्छेदमा रहेको नेपाली मूर्तिकलाको विकास लिच्छवी कालदेखि सुरु भएको पाइन्छ वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस्। नेपाली मूर्तिकलाको विकास लिच्छवी कालदेखि सुरु भएको पाइएला। सम्भावनार्थ। आ नम्बर माथिको अनुच्छेदमा रहेको विशेष प्रविधिका साथ कपडामा बनाएको चित्रलाई पौभा चित्र भनिन्छ वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस्। उत्तरमा विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभा चित्र भनियोस्। यी नम्बरमा छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्। उत्तरमा छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो। अब सुनाइ। यो सुनाइ सबै पाठमा छैन, सबै किताबमा पनि छैन। तपाईहरुलाई त्यही भएर पनि यो भिडियो महत्त्वपूर्ण हुन सक्छ। अब सुनाइमा हेरौँ है त। सुनाइ पाठ 7 पश्चाताप। आफ्ना छोराले 12 कक्षा पूरा गरेकामा नरेशका आमा बुवा धेरै खुसी भएकामा उनीहरूले छोरालाई क्याम्पसमा पढाउने र असल मान्छे बनाउने सपना देखे। छोरालाई पढ्न सहर पठाए। 1 वर्षपछि नरेश घर फर्कियो। उसको पहिरन देखेर बुढाबुढी छक्क परे। उसले कानमा मुन्द्रा लगाएको थियो। उसको कपाल लामो पालेको थियो। ती सोझा साझा आमा बाबुले सम्झे सायद क्याम्पस पढ्दा यस्तै गर्नुपर्छ होला। नरेशले साँझ आमा बाबुसँग आफू विदेश जाने कुरा गर्यो। पहिले त उनीहरूले मानेनन्, तर नरेशको जिद्दीका अगाडि उनीहरूको केही चलेन। एक्लो छोरो गरुन् त के गरुन् बुढाबुढी भए पनि यसैको नभए पनि यसैको भनेर भात खाने खेत बेचेर छोरालाई विदेश पठाए। नरेश विदेश गएको 5 वर्ष पुरा भयो, तर ऊ घर फर्किएन। बुढाबुढी छोरो घर नआएकामा दुखी थिए। उता विदेशमा नरेश कुलतमा फसेको र राम्रोसँग काम पनि नगरेको खबर आयो।
गाउँबाट विदेश जाने नरेश पहिलो युवा थियो, त्यसैले पनि सबैले नरेशले विदेशमा के गर्छ भनेर कुरामा धेरै चासो दिने गर्थे। नरेशले भने उतै बिहे गरेको कुरा सुनायो। बुढाबुढीलाई अब नरेश स्वदेश फर्कने कुरामा विश्वास लाग्न छोड्यो। उसले आफ्नो बिहेमा त आफ्ना आमा बाबुलाई सम्झेन भन्ने कुरामा उनीहरूको चित्त दुख्यो। यति हुँदाहुँदै पनि सास रहउन्जेल आस छोड्नु हुँदैन भन्ने विचार लिएर उनीहरू नरेशको प्रतीक्षा गरिरहे। अब बुढाबुढी निकै अशक्त हुन थाले। उनीहरूलाई जीवन निर्वाह गर्न पनि निकै कठिन हुँदै थियो। छोरालाई विदेश पठाउँदा खेत पनि बेचेका हुनाले उनीहरूलाई जीवन धान्न कठिन भएको थियो। अब उनीहरूलाई छोरो आउने आश मरिसकेको थियो। एक दिन बुढालाई बिसन्चो भयो। उनलाई छिमेकीले अस्पताल पुर्याए। जाँचको सबै नतिजा आउँदा मृगौलामा समस्या भएको पाइयो। एकातिर आर्थिक अभाव, अर्कोतिर बुढेसकालको सहारा नपाउँदा बुढाबुढी छोरालाई विदेश पठाएकोमा पश्चाताप भयो। अब सुनाइ पाठ 7 सुन्नुहोस्। यहाँहरूले सुन्नुभयो र दिएका प्रश्न ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्। नरेशका बुवा आमाले छोरालाई पढ्न सहर पठाए। ठिक। नरेशले आमा बाबुसँग आफू विदेश नजाने कुरा गर्यो। बेठिक। नरेश विदेश गएको 5 वर्षसम्म पनि घर फर्किएन। ठिक। 5 अझै धेरै सम्पर्क छ, फर्किएन। नरेशका आमा बाबुलाई आर्थिक अभाव थिएन। बेठिक। अब 2 नम्बरमा सुनाइ पाठ यहाँहरूले सुनाइ पाठ 7 सुनिसक्नु भएको छ। यस आधारमा उत्तर भन्नुहोस्। नरेशले कति कक्षासम्मको अध्ययन पुरा गरेको थियो? नरेशले 12 कक्षासम्मको अध्ययन पुरा गरेको थियो। बुढाबुढीलाई कुन कुरामा विश्वास लाग्न छोड्यो? बुढाबुढीलाई नरेश अब स्वदेश फर्केर बस्ला भन्ने कुरामा विश्वास लाग्न छोड्यो। बुढाबुढीलाई के कुरामा अभाव भयो? बुढाबुढीलाई आर्थिक र सन्तानको सहारा जस्ता कुरामा अभाव भयो। नरेशका ठाउँमा तपाईँ हुनुभएको भए के गर्नुहुन्थ्यो? नरेशको ठाउँमा म भएको भए आमा बुबालाई छोडेर विदेश जाने थिइन। भाषिक संरचना र वर्णविन्यास। दिएको अनुच्छेद पढी आज्ञार्थ र इच्छार्थ जनाउने क्रियापद अलग अलग सूची बनाउनुहोस्। आमाले भन्नुभयो, आज के को तरकारी पकाऊ? घिरौला तरकारी पकाउनुहोस् न, म टिपेर ल्याऊ? मैले भने। आमाले भन्नुभयो, बाबु तैँले टिपेर ले, दिदीले तरकारी मिठो गरी पकाउन्। पकाएपछि तैँले घिरौलाको तरकारीसँग भात खाएछ है? बहिनीले नि खाओस्, दिदीले दाईले पनि खाउन्। सानी नानीको हात समाउँदै आमाले फेरि भन्नुभयो, तिमीले पनि खाए है? आज्ञार्थ जनाउने क्रियापद पकाऊ, पकाउनुहोस्, ले, ल्याऊ आदि। आज्ञार्थमा जनाउने क्रियापदहरू पकाऊ, पकाउनुहोस्, ले, ल्याऊ यिनीहरू चाहिँ के हुन् भने आज्ञार्थ। इच्छार्थक जनाउने क्रियापदमा चाहिँ पकाउन्, खाएस्, खाओस्, खुवाऊ, खाए यिनीहरू चाहिँ के हुन् भने आज्ञार्थ जनाउने, इच्छार्थ जनाउने। इच्छा, कसैको इच्छा प्रकट गर्ने काम चाहिँ इच्छार्थक हुन्छ। 2 नम्बरमा दिएको अनुच्छेद पढी रेखाङ्कित सम्भावनार्थ र सङ्केतार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस्। हिमालले बयर टिपेर ल्याउला र खाउला भनेर हिमांश कुर्दै थियो। पहिला छिटो आए हुन्थ्यो अनि धेरै बयर टिपेर ल्याए हुन्थ्यो भन्ने उसको आशा थियो। हिमालले बयर टिपेर ल्यायो भने धनपति बाका नातिलाई पनि दिउँला भनेर मनमनै सोचेको थियो। त्यति बेला विदुषा आइन् र भनिन्, हिमाल फुटबल खेल्दै होला, तिमीले जति माग्छौ भने म बयर दिउँला क्यारे। उत्तर सम्भावनार्थ जनाउने क्रिया ल्याउला, खाउला, दिउँला, खेल्दै होला। सङ्केतार्थ जनाउने क्रियापद आए हुन्थ्यो, ल्याए हुन्थ्यो, ल्यायो, माग्छौ। 3 नम्बरमा कोष्टकमा दिएका सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्। हामीले सबै भलो हो इच्छार्थ।
हामी सबैको भलो होस्। तिमी कविताको लयबद्ध वाचन गर आज्ञार्थ। तिमी कविताको लयबद्ध वाचन गर। उनीहरू विद्यालय जा सम्मानार्थ। उनीहरू विद्यालय जालान्। उसले मेहनत गर सङ्केतार्थ। उसले मेहनत गर्यो भने परीक्षामा सफल हुन्छ। तपाईँ कथा लेख सामान्यार्थ। तपाईँ कथा लेख्नुहुन्छ। अब 4 नम्बरमा दिएको अनुच्छेदलाई सम्मानार्थमा परिवर्तन गर्नुहोस्। म हिउँदे विदामा इलाम घुम्न जान्छु। म कन्यामको चियाबारी घुम्छु। स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिन्छु। त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिक्छु। म पनि कृषि विषय पढेर गाउँमा चिया खेती गर्छु। उत्तरमा म हिउँदे विदामा इलाम घुम्न जाउँला। म कन्यामको चियाबारी घुमौला। स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिउँला। त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिकौँला। म पनि कृषि विषय पढेर गाउँमा चिया खेती गरौँला। दिएको 5 नम्बरमा दिएको अनुच्छेदलाई 2वटा सङ्केतार्थ वाक्यमा परिवर्तन गर्नुहोस्। आज पानी पर्नेछ। मकै बारी भिज्नेछ। मकैका बोट सप्रनेछन्। घोगा ठुला हाल्नेछन्। मकै बाली राम्रो हुनेछन्। मकै बजारमा लगेर बेचिनेछ। मकै बेचेर पैसा कमाइनेछ। त्यसले घर खर्च चलाइनेछ। उत्तरमा आज पानी पर्यो भने मकै बारी भिज्नेछ। मकैका बोट सप्रियो भने घोगा ठुला हाल्नेछन्। मकै बाली राम्रो भयो भने मकै बजारमा लगेर बेचिनेछ। मकै बेचेर पैसा कमाइयो भने त्यसले घर खर्च चलाइनेछ। अब 6 नम्बरमा आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ र सङ्केतार्थ जनाउने 2-2वटा क्रियापद पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस्। तिमी राम्ररी काम गर। अब तिमीले मन कतै नडुलाई यही काम गरे पछि विज्ञ कामदार बनौला। विज्ञ कामदार भयो भने तिम्रो माग बढ्ला। यसरी लेख्न सक्नुहुन्छ। 7मा शिक्षक र रमा बीच भइरहेको कुराकानी पढ्नुहोस्। पदवियोग र पदवियोग बिग्रदा कस्तो फरक पर्ने 2 उदाहरण लेख्नुहोस्। शिक्षक: ए रमा, हरि के गर्छ नि? लेखेर बताऊ त। रमा: हरिप्रसाद खान्छ। गुरु यो लेखे। शिक्षक रमाले लेखेको पढेपछि: हरि के को प्रसाद खान्छ नि? रमा: होइन क्या, खान्छ मात्र भनेको, प्रसाद कहाँ हुनु नि? शिक्षक: त्यसो भए हरिप्रसाद खान्छ पो लेख्नु पर्थ्यो त। हरि र प्रसाद छुट्याएर लेख्यो। म त बुझिनँ नि, झुक्किएँ नि। हो गुरु, मैले बल्ल बुझेँ। डीको ठिकसँग नदिँदा त अर्थ पनि फरक पर्दो रहेछ। शिक्षक: ल भन त रमा, अरू त्यस्ता डीको दिनुपर्ने ठाउँमा नदिँदा वा डीको नदिनुपर्ने ठाउँमा डीको दिँदा अर्थ उल्टो हुने वाक्य लेख र अर्थ कसरी फरक भयो मलाई बताऊ त। शिक्षक: अरू पनि लेखेर देखाउ न। रमा: किताब टेबल माथि छन्। लेखियो भने किताब र टेबल दुवै माथितिर भएको बुझिने र किताब टेबल माथि छन् लेखियो भने अर्थ अर्कै पो हुँदो रहेछ। त्यस्तै राम लाल मोहनलाई हेर्छ भन्नेमा एउटामा रामले खाने लालमोहनलाई हेर्ने र अर्कामा रामलालले मोहनलाई हेर्ने भन्ने अर्थ बुझिँदो रहेछ। शिक्षक: तिमीले छिट्टै कुरा बुझ्यौ, स्याबास रमा। उत्तरमा पदयोग पद वियोग बिग्रिँदा अर्थ फरक हुने उदाहरण: किताब कापी बाहिर छ। किताब कापी बाहिर छ। अब यस्तो हुन्छ। रामलाल मिठाई हेर्छ। रामलाल मिठाई हेर्छ। रामलाल मिठाई हेर्छ। रामलाल मिठाई हेर्छ। यस्तो खालको पनि हुने भयो। 8मा दिएको अनुच्छेदमा रहेका पदयोग र पदवियोग समेत त्रुटि पहिचान गरी पुनर्लेखन गर्नुहोस्।
मेरा निम्ति मेरो देश नै महान छ भन्ने शीर्षकमा एकजना युवाले निबन्ध लेखेका छन्। निबन्ध प्रतियोगिता त्यो निबन्ध प्रथम भएछ। मेरो साथीले पनि त्यो निबन्ध पढिसकेका छन्। उसलाई निकै मन परेछ। वास्तवमा निबन्ध नलेख्ने गर, लेख्न सकिँदैन। निबन्ध लेख्दै गयो भने राम्रा निबन्ध लेखिन्छ। यस्तो छ। यसलाई चाहिँ लेख्दाखेरि उत्तर मेरो निम्ति मेरो देश नै महान छ भन्ने शीर्षकमा एकजना युवाले निबन्ध लेखेछन्। निबन्ध प्रतियोगितामा त्यो निबन्ध प्रथम भएछ। मेरा साथीले पनि त्यो निबन्ध पढेका रहेछन्। उसलाई निकै मन परेछ। वास्तवमा निबन्ध नलेख्ने गरे लेख्न सकिँदैन। निबन्ध लेख्दै गयो भने राम्रा निबन्ध लेख्न सकिन्छ। यसरी पनि हेर्न सकिने भएछ। सिर्जना र परियोजना कार्य दिएको सन्दर्भको आधार मानि थप घटना निर्माण गर्दै 100 शब्दमा नघटाई एउटा कथा लेख्नुहोस् भनेको छ। क नम्बर शिक्षा र दीक्षा नामका दुई साथी बीच झगडा हुनु, उनीहरूको बोलचाल बन्द हुनु, शिक्षाका बुवा सडक दुर्घटनामा घाइते हुनु, शिक्षाले अरू कसैबाट यो समाचार सुन्नु, अस्पतालको आकस्मिक कक्षमा पुग्दा दीक्षालाई त्यहाँ देख्नु, दीक्षाले अस्पतालमा ल्याएर बुबालाई उपचार गरेको कुरा शिक्षाले थाहा पाउनु, साँचो मित्रता। ती पोइन्टहरू छन्, त्यही आधारमा बुदाहरू छन्, त्यसैको आधारमा कथा। शिक्षा र दीक्षा बाल्यकालदेखि मिल्ने साथी थिए। उनीहरू सधैँ एक अर्कासँग खुसी र दुःख साट्ने गर्थे। एक दिन सामान्य कुरामा झगडा भयो। त्यसपछि उनीहरू एक अर्कासँग बोल्न छाडे। अब उनीहरू स्कुलमा पनि छुट्टै बस्न थाले। केही दिनपछि शिक्षाका बुवा सडक दुर्घटनामा परेर गम्भीर घाइते भए। संयोगवश दीक्षा त्यही ठाउँमा थिइन्। उनले छिट्टै एम्बुलेन्स बोलाएर शिक्षाका बुवालाई अस्पतालमा आकस्मिक कक्षमा पुर्याइन्। यो कुरा शिक्षालाई अन्य साथीबाट थाहा भयो। दीक्षा दौडिँदै अस्पताल पुगिन्। त्यहाँ उनले बुबा सकुशल रहेको देखिन्। पछि थाहा पाइन् कि दीक्षाकै कारण बुबा बाँच्न सफल भएका हुन्। शिक्षाको आँखा रसायो। उनी दीक्षाको नजिक गइन् र भनिन्, माफ गर है दीक्षा, तिमी साँचो साथी हो। उनीहरू फेरि मिलेर रोए र अङ्गालो मारेर पुरानो मित्रता सम्झाए। अब 2 नम्बरमा तपाईँको गाउँ समाजमा प्रचलित कुनै एउटा लोककथा खोजेर कक्षामा सुनाउनुहोस्। तपाईँहरूले सुनाउन सक्नुहुन्छ। मैले पनि यहाँ एउटा लेखिदिएछु। लोककथा धनीको घमण्ड र गरिबको बुद्धि। एक पटकको कुरा हो। एउटा गाउँमा एक धनी मानिस र एक गरिब मानिस बस्थे। धनी सधैँ घमण्ड गर्थ्यो, गरिबलाई हेप्थ्यो। ऊ भन्थ्यो, पैसावाला नै बुद्धिमान हुन्छ। एक दिन गाउँमा ठुलो मेलाको आयोजना भयो। सबैले आफूले बनाएको मिठा परिकार ल्याए। धनीले महँगो मिठाई ल्यायो, तर कसैले खाएनन्, किनभने त्यसमा अत्याधिक सुगन्ध थियो। किसानले आफ्नै बारीको फलफुल र सादा खाजा ल्याए, जुन सबैले मन पराए। धनी मानिस लाजले रातो भयो। उसले किसानलाई सोध्यो, तिमी गरिब भएर पनि सबैको मन जित्न कसरी सक्यौ? किसानले मुस्कुराउँदै भन्यो, धन होइन, मन र माया नै साँचो धन हो। त्यस दिनदेखि धनी मानिसको घमण्ड त्यागेर सबैसँग माया गर्न थाल्यो। सन्देश, धनभन्दा ठुलो चिज माया, नम्रता र सेवा हो। ल, अहिलेसम्म सुनेर यहाँहरूले सहयोग गर्नुभयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आगामी दिनमा अर्को भिडियोमा भेट हुने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। र बिदा हुनुभन्दा पहिले यदि तपाईँहरू यस्तो भिडियोमा नयाँ हुनुहुन्छ भने, यस च्यानलमा नयाँ हुनुहुन्छ भने, यस्तै खालका भिडियोहरू हेर्नका लागि यस भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब र नजिकको बेल बटन पनि थिचिदिनु होला। यहाँहरूले आफ्ना साथीभाइहरूलाई सेयर गरिदिनु भयो भने यसले पक्कै पनि मलाई पनि यस्तो भिडियो बनाउन हौसला मिल्नेछ भन्दै यहाँहरूलाई अर्को भिडियोमा भेट हुने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।